अब के गर्ने मर्न पनि मन छैन यत्रो पैसा लाग्दो रहेछ भनेर भन्छन् होला यो जापानिजहरूले पनि हैन त्यही भएर होला मर्नैको लागि यिनीहरू पैसा जम्मा गर्छन् होला के यो 80-90 वर्षसम्म काम गरेर किनकि यो च्यानलाई नि 3 करोड पर्दो रहेछ नि। नमस्ते साथीहरू, अहिले जापानमा बिहानको 7:25 गएको छ हैन। अनि हिजो राति चाहिँ लगभग 3 बजे सुतेको म, बिहान 3 बजे लगभग 3 देखि 4 घण्टा सुतेर चाहिँ म बिहान उठेको छु किनकि आज घुम्न जाने भनेर भनेछन् साथीहरूले हैन। घुम्न जान नि मन छैन किनकि अब झ्याउ लाग्ने अब कता कता बसमा चढेर हैन, बरु एक्लै जानलाई चाहिँ आँट हुन्छ, यो ग्रुपमा जानलाई झ्याउ लाग्छ मलाई। पैसा जम्मा गरौँ भनेको पैसा जम्मा गर्ने वातावरणै छैन त साथीहरू, के गर्ने भने यस्तै हो। अब आज नि अब 10-20 हजार चुना लाग्छ होला, किन भन्दाखेरि चाहिँ अब गाडीमै 2 देखि 3 हजार त लाग्छ होला गाडीमै हैन। त्यही भएर चाहिँ यहाँ गाह्रो छ कि अब त्यही गाडीमा बढी खर्च हुन्छ हैन, ट्याक्सीमा बढी खर्च हुन्छ भनेर बाइक लिएको, लास्ट टाइम बाइकै चढ्न नपाएपछि त के मतलब भएर नि। त्यही भएर चाहिँ गाह्रो छ साथीहरू। अहिले 7:30 बजे भेटौँ भनेका छन्, अब कति बजे हिँड्छ हामी, आज कहाँ जान्छौँ थाहा छैन। अब बाटोको दृश्य चाहिँ तपाईहरुले देखाइहाल्छु म। ओके, गन्तव्यलाई सुरुवात गरौँ। हाम्रो एकजना लठुवा चाहिँ यही हो हैन। यो मान्छेलाई चाहिँ तपाईहरुले पहिलाको भ्लगमा नि देख्नु भयो होला। 2 जना नखरमाउलीहरु चाहिँ अब कतिखेर आउँछन्। यिनीहरु चाहिँ इन्डोनेसियनहरु हो हैन, खासै यहाँ नेपालीहरु खासै छैन सँगै काम गर्ने, भए नि सबै सिनियर दाइहरु हुन्। अलि जापानिजमा कुरा गर्नुपर्छ यिनीहरुसँग, त्यही भएर आफुलाई त आउँदैन। यिनीहरुले नै हो अब घुम्न जाम भनेको। एक त ग्रुपमा जान झ्याउ लाग्छ हैन, फेरि यो केटीहरुसँग जानलाई झन् झ्याउ लाग्छ। किच बरु एक्लै गयो र आनन्द हैन। मन लागे खाना खान गयो, मन नलागे फेरि फर्केर आयो, जान्न म त भनेर। ग्रुपमा गएपछि त्यही झ्याउ। हेरौँ साथीहरु अब हाम्रो गन्तव्य कस्तो रहनेछ हैन, कति टाइम लाग्ने छ, यो बसमै टाइम लाग्छ के, अब टाइममा आउँदैन बस। त्यही भएर चाहिँ अलि अप्ठ्यारो छ। बिहानको मौसम चाहिँ अलि चिसो छ, हावा खासै चाहिँ लागेको छैन। अब यही हो, आज चाहिँ क्लियर मौसम छ। हिजो चाहिँ अलि हावा बेसरी चलिरहेको थियो, लगभग पानी पनि अलिअलि परेको थियो। आज चाहिँ पर्दैन होला, छाता पनि बोकेको छैन मैले। फेरि आज भोलि फ्री टाइममा चाहिँ एक्स्ट्रा काम गरिरहेको हुन्छु हैन। हिजो पनि एउटा भिडियो सुट गरेर आएँ, त्यसपछि 2टा भिडियो एडिट गरेँ हैन। अझै 3-4 वटा भिडियो त स्टकमै छ, एडिट गर्न बाँकी। अब भोलिदेखि लगातार काम हुन्छ होला, 6 दिन। अब यस्तै हो जापानको टाइम, समय, परिस्थिति। के कुरा भन्दाखेरि चाहिँ अब पसलबाट हैन, रेस्टुरेन्टबाट काम गरेर आएर चाहिँ लगभग 11-12 बज्छ रातिको। अनि 12 बजे पनि सुत्दिनँ कि म, 1-2 बजेसम्म क्लास लिइरहेको हुन्छु कि भिडियो एडिटिङ गरिरहेको हुन्छु। 2 बजे हो खास मेरो सुत्ने टाइम चाहिँ। अनि त्यति बेलासम्म चाहिँ अब एडिट गर्ने, केही गर्ने, पढ्नुपर्ने पढ्छु, केही गर्नु पर्यो। अब यो जिन्दगीभर यो रेस्टुरेन्टमा काम गरेर त हुन्न, आफूलाई अपग्रेड गर्नु पर्यो जहिले हैन। नयाँ स्किल सिकेर, स्किल एप्लाई नभए पनि नयाँ कुरा सिक्न चाहिँ मन छ, नयाँ सिक्नुपर्छ। नमरुन्जेलसम्म सिक्ने हो हामीले, जिन्दगीभर सिक्नै पर्छ। यति भए पुग्छ मलाई जिन्दगीभर भनेर कहिले हामीले सोच्नुहुन्न। फेरि योभन्दा माथि अथवा योभन्दा माथिल्लो स्टेज, नयाँ स्किल। अनि जिन्दगी भनेको एउटा मात्र कुवा हैन नि त, बाहिर ठुलो समुद्र छ, त्यसलाई पनि हामीले हेर्न सिक्नु पर्यो। त्यही कारणले गर्दाखेरि चाहिँ अब क्यामेराको अगाडि हैन, यो बोल्नु पनि एउटा कला हो नि हैन। अब यसलाई पनि डेभलप गर्दै अगाडि बढाउँछु भन्ने आशका साथ नै मैले भिडियो बनाउने हो। भ्युज आए पनि नआए पनि, पैसा आए पनि नआए पनि मलाई मतलब छैन। मेरो स्किल, अब एडिटिङ स्किल पनि बढाउँछु बिस्तारै। अब एडिटिङ गर्न लास्टै झ्याउ काम हो, एउटा कला हो हैन। कस्तो भन्दाखेरि चाहिँ झ्यामझुम एडिट गरौँ, झ्यामझुम हालौँ भन्ने हुन्छ नि त। किनकि अब एनर्जी पनि हुन्न, एक त कामबाट आइसकेपछि चाहिँ। अब यो भिडियो एकदम लामो हुन्छ होला मेरो, फेरि बोलिसकेपछि बोले हुन्छ। त्यही भएर अब के बोल्ने के नबोल्ने, अब कुन काट्ने कुन नकाट्ने पनि दोधारमा हुन्छु कि म। अब 3 मिनट भइसक्यो बोलेको, अब मेरो बोली त सुन्दैन नि भन्ने लाग्छ। अगाडि जक्सनमा पुगिसकेँ म, यहाँ चाहिँ हाइवे हो। टक्क अब हिँडेर बिहानको हावा नखाएको पनि
धेरै भइसक्यो। अब उठ्ने नै लगभग 2 बजे काम भयो भने त्यस्तै 12 बजेतिर उठिन्छ अनि फ्रेस भएर बाइकमा हिँडिहालिन्छ होइन। अब घाम यो हावा स्पर्श नगरेको नि कैयौँ भइसक्यो। यो ठाउँ छ सी लेभल। अब यो गाडी छैन, क्रस गरेँ मैले। अब यो ठाउँमा चाहिँ यो भएको हुन्छ कि 24 मिटर भने चाहिँ यो सी लेभलबाट चाहिँ 24 मिटर माथि छ भनेर देखाएको। अब सुनामी आयो भने यो निलो कलरको छ नि होइन। अब कुनैमा रातो कलरको हुन्छ। रातो कलर भनेको एकदम डेन्जर हो। यस्तो छ यहाँको बाटो चाहिँ। देखाउँछु तपाईँहरूलाई यहाँको बाटो। यहाँको नजारा चाहिँ यस्तो छ होइन। यो तल समुद्र देखिन्छ। अब बाटो यो भयो। त्यसपछि यहाँबाट चाहिँ घाम लागिरहेको छ, भर्खर उदाइरहेको छ होइन। अब यहाँ तल पनि बाटो छ, यो पनि बाटो हो। अब यो चाहिँ तल यो यसको तल यो रोडको तल जाने बाटो हो। अनि यहाँको बाटो चाहिँ यस्तै छ क्या। अलि फर्स्टमा अलि गाह्रै हुन्छ। आजको मौसम चाहिँ अलि बिहान चिसो छ, दिउँसो चाहिँ गर्मी हुनसक्छ होइन। यो हावाले गर्दाखेरि अलि टाउको अलि दुखे जस्तो भएको छ। अब भिडियो अलि लामो भएमा माफी चाहन्छु होइन। कहाँनिर कट हान्ने, कहाँनिर के नहान्ने थाहा नै छैन। यहाँबाट देखिन्छ कि देखिँदैन त्यहाँ होइन। जुम गर्न नि मिल्दैन, कस्तो के गर्ने हो, यो चलाउन नि आउँदैन मलाई। अब फोनको ब्याट्री पनि 91% छ। यो फोनमा अब 90मा झरिसक्यो। अब के भन्ने, अब दिनभरि टिक्दैन होला यो फोनमा ब्याट्री अब होइन। पावर ब्याङ्क चाहिँ बोकेको छु। त्यो अनि कहाँ काट्ने सबै हालिदिउँ जस्तो लाग्छ फेरि बोलेको पनि होइन। अनि फेरि भिडियो लामो भइहाल्छ कि फेरि होइन। त्यही समस्या हो साथीहरू, के गर्ने अब यस्तै हो। आज मौसम एकदम रमाइलो छ। चराचुरुङ्गीको आवाजसँग मेरो बिहान उदाएको छ। यहाँ खासै चराचुरुङ्गीको आवाज पनि सुन्न सकिँदैन। बिल्डिङले भरेको समाजमा चराचुरुङ्गीको आवाज पनि सुन्नलाई एकदम कठिन छ। बिल्डिङ छ। रुखहरू खासै देख्न सकिन्न सहरी एरियामा चाहिँ। तर यहाँ चाहिँ अब अगाडि जङ्गल अथवा डाँडा छ, तर पनि चराचुरुङ्गीहरू यहाँ कम नै छन्। म अब तलतिर जान्छु होइन, बस चढ्ने ठाउँमा। अनि त्यसपछि तातो एक कप त होइन कि एक बोतल, किनकि यहाँ बोतलमा आउँछ है चिया पनि। अब के गर्ने, अब नेपालमा भएको भए चिया पसलमा गएर 25-30 रुपियाँको चिया खाएर एउटा चुरोट टक्क तानेर दिन बित्थ्यो केटाकेटीहरूको। म चुरोट रक्सी चाहिँ पिउँदिनँ है फेरि, यसै भने मैले। यहाँ चाहिँ अब होइन त्यो चिया पसल, त्यो गफ गर्ने ठाउँ त्यस्तो चाहिँ हुन्नन्। अब यो बुइनी दौडिँदैछ। अब स्कुलको लागि लेट भयो कि के भयो यो। अब यस्तै छ। अब बिहानदेखि बच्चाहरू दौडेका छन्, आमा बुवाहरू पनि दौडेका छन्, आफू पनि दौडेका छु। भागदौडकै संसार हो कि यो चाहिँ माथि यो हाइवेको बाटो हो, यो चाहिँ तलको बाटो हो। अनि यस्तो बाटो त अब धेरै छन्। अनि त्यो भर्याङ छ नि, त्यो भर्याङ छ यस्तो, यहाँबाट पनि भर्याङ छ। यही हो मेरो कोसिस चाहिँ। अब जापान देखाउने हो होइन। अब जापान घुम्न चाहिँ मन छ, तर के गर्ने, पैसै हो कि अब मेन समस्या भनेको पैसा नै हो। पैसा भए पनि मेन एउटा भनेको समय हो कि, टाइम हो। टाइम मिल्दैन। बरु जापानमा घुम्नुभन्दा बरु छुट्टी लिएर नेपालै घुमेको ठिक हो जस्तो लाग्छ मलाई चाहिँ। यो अर्काको ठाउँमा घुमे पनि कहाँ घुम्नु हो भन्ने कुरा हेरौँ। अब परिस्थितिले, समयले कहाँ लान्छ हामीलाई। यतै छु म जापानको ओकिनावामा। पहिला म टोकियोमा थिएँ, टोकियो कानागावामा पनि बसेँ। त्यसपछि इबाराकीमा पनि लगभग 2 महिना जति बसेर आएको। सबैभन्दा रमाइलो चाहिँ अब कहाँ भन्ने, अब यतै भनौँ। तर आफ्नो साधन भयो भने मात्र रमाइलो फेरि मैले ओकिनावा भन्ने ठाउँ छ। किनकि न ट्रेन छ यता, न यता बस नै छ राम्रोसँग। त्यही भएर अलि अप्ठ्यारो छ। यो धेरै भिडियो रेकर्ड गर्दिनँ किनकि होइन, यो म रेकर्ड गर्ने भनेको क्यामेराको इन्टरनल मेमोरीमा रेकर्ड गर्छु। लगभग 1 घन्टा 40 मिनट मात्र रेकर्ड गर्न मिल्छ कि। अब धेरै रेकर्ड भयो भने चाहिँ मेमोरी फुल हुन्छ।
मैले मेमोरी कार्ड चाहिँ हालेको छैन, किनेको छैन, किनकि त्यहाँ नि पैसा जान्छ नि त। अब सकेसम्म म यही इन्टरनल यसमै भएको मेमोरी अथवा फोन मेमोरी भनौँ न, फोन त के क्यामेरा मेमोरी भनौँ, क्यामेरा मेमोरीमा स्टोरेज गर्छु। अब हुँदै भएन भने चाहिँ मेमोरी एउटा किन्नु पर्ला। 4Kमा पनि रेकर्ड गर्दिनँ म, 1080pमा रेकर्ड गर्छु ताकि मेरो रेकर्डेड साइज, भिडियो साइज चाहिँ ठुलो नहोस् भनेर। यो रहेको छ सानो एउटा जक्सन, म अघिदेखि बोलेको छु। त्यसपछि यो घर रहेको छ फेरि होइन, यो फुलहरू पनि फुलिरहेको छ। म अघिदेखि बोलिरहेको छु, अब बोल्ने प्र्याक्टिस पनि हुँदै छ मेरो। अब कहीँ कतै भुलचुक भए माफी माग्छु होइन। अब यही हो बस चढ्ने ठाउँ चाहिँ हाम्रो। अब बस चाहिँ कतिखेर आउँछ कतिखेर जान्छ यो मेरी बस की बात नै है होइन। त्यही भएर चाहिँ अब त्यो अगाडि हो सानो हाम्रो झुपडी बस स्टेसन। म बस स्टेसनमा चाहिँ आइसकेँ होइन। यो पिउने पेय पदार्थको पसल चाहिँ देखेको छु तर मान्छे नभएको पसल। अब खासै पिउन लायक चाहिँ केही देखिनँ मैले। तातो कुरा पिउँछु, यो कोकोआ पिउँछु होला म सायद। पैसा कति छ होइन, यो जम्मा गरेर राखेको यो पैसा 20,000 यो चुना लाग्ने भयो मेरो आज। के गर्ने साथीहरू, जापानमा यस्तै हो, पैसा जम्मा गर्ने वातावरणै छैन। घरि जापान सरकारले लुट्छ, घरि कसले लुट्छ। 500को ऊ पनि लिएन यार, म त अब तनाव भयो त नि। म त यो 500को कोइन थियो, अब यो भित्र हाल्दाखेरि लिँदै लिने यस्तो। अब यहाँनिर यस्तरी भित्र हाल्ने हो 500, यहाँबाट झर्छ अब यहाँबाट के गर्ने। अब अरू सिक्का त छैन, मसँग छैन अरू सिक्का त। अब यो रुमाल बिछ्याएर यहीँ बसिदिनु पर्ला के हो। अब के गर्ने त। अब यो जुस पिउनलाई नि अब पैसा नभएपछि अब 1000को नोट पनि छैन, 10,000 है। के भन्छ बुढाले, माइनिची ओच्यान उन्देरू भन्छ, दिनदिनै चिया पिउँछु भन्छ त। अब के अन्त म यो चिया पिएर अब यहाँ आफैले पिउनु पाएन, अब अरूले पिएर के मतलब भएर। तपाईँहरूले पत्याउनु हुँदैन होला होइन यो ठाउँको। जस्तै यो ठाउँ यो कति नम्बरको, यो 20 नम्बरको छ, 48 नम्बरको छ, यो 48 नम्बर, यो 20 नम्बर, 120 नम्बरको गाडी भनौँ न होइन। यहाँ हेर्नु अब 5 बजे 6 बजे 7 8 9 गाडी नै छैन होइन। 10 बजे 1 घन्टामा 2टा मात्र गाडी छ होइन। त्यसपछि 11 बजे 35मा छ होइन, 12 बजे 2टा गाडी होइन। अब कति हो 20 भने 9 बजेर 15 मिनट मात्र हो गाडी हुने। त्यसपछि चाहिँ गाडी नै छैन कि। यहाँ हेर्न सक्नुहुन्छ 48 नम्बरको गाडी। यो 120 भनेको मेन एयरपोर्टतिर जाने बाटो हो खासमा। अब होइन घन्टामा 2-3वटा गाडी भयो नि, 2-3 त के 4-5वटा टाइममा गाडी भयो पो सजिलो हुन्छ त। अनि 2टा गाडी छ, त्यो एउटा गाडी छ, त्यो एउटा गाडी छुट्यो भने फेरि अर्को घन्टा कुरेर बस्नु पऱ्यो। अब साथीहरू यहाँ मैले अचम्मको दृश्य देखेँ होइन। यो अगाडि छ नि यो रिक्सामा चाहिँ अब सुटकेसहरू हालेर चाहिँ सायद उसकै होला होइन। अनि अगाडि गोप्रो सोप्रो क्यामेरा स्यामेरा हालेर यो अब भ्रमण गरेर आएको जस्तो भइरहेको छ। अब दौडिँदै सायद त्यहाँ पछाडि ब्यानर पनि टाँसिएको छ। अब नेपाल यात्रा साइकलमा हिँडेर यात्रा गर्छन् या त्यस्तै यात्रा होला सायद। अब पढ्न जान्दिनँ म के भन्छ। मेन भनेको यहाँ मलाई चिया पिउनु पर्यो होइन। अब यसमा यो अनलाइन पनि लिँदैन, अब पैसा पनि लिँदैन। यसले लिन्छ कि भएको 500 रुपियाँ थियो, अब यो लिँदैन। अब के गर्ने त यार साथीहरू, भोक लागिसक्यो। मान्छे कति कुर्नु कि। अब मलाई मेन कुरा भनेको कुर्नलाई झाउ लाग्छ। अब अरू काम त त्यस्तै हो होइन, कुर्नु पऱ्यो भने चाहिँ झाउ लाग्छ। लियो साथीहरू, लियो ओ माइ गॉड। यसले चाहिँ लियो है। त्यो अर्को मेसिन चाहिँ एकदम बदमास मेसिन रहेछ, नखरा देखाउने हुन्छ नि त्यही रहेछ कि त्यो मेसिन चाहिँ। अब यो मेसिनले चाहिँ सुक्क लिइहाल्यो। त्यो मेसिन भनेको अब कुन ठाउँको मेसिन हो, पैसा पनि दियो यसले मेरो खुद्रा। अब यो खुद्रा फेरि झाउ छिनछिन होइन। अब पर्स पनि पैसै नभए पनि पर्स भराउँछ यसले, यो खुद्राले त। चिसो मौसममा तातो कफी खानुको मजा बेग्लै छ। तर के गर्ने, यस्तो क्यानमा आउँछ त कफी पनि। क्यानमा आइसकेपछि यस्तो अब यो नखरमाउलीहरू त्यहाँ आउँदैछन् 3 जना लठाङ बठाङ। अब आफू त यस्तो
खोल्ने हो खाने हो। सबै इन्डोनेसियनहरू हो। अब म तिनीहरूको अगाडि इन्डोनेसियन भनेर भन्न त सक्दैन हैन, त्यही भएर चाहिँ बुझ्नुहोस्। अब 3 जना केटी छन्, 2 जना चाहिँ सँगै काम गर्ने हो अनि अर्को 2 जना चाहिँ अर्कै रेस्टुरेन्टमा के हाम्रै रिजोर्टको अर्कै रेस्टुरेन्टमा चाहिँ काम गर्छन्। अब जापानमा चाहिँ एकदम गाह्रो हुन्छ हैन, जापानिजहरू चाहिँ टिक्दैन काममा। नटिकिसकेपछि चाहिँ पेलिने भनेको हामी इन्डोनेसियन नेपाली नै हो। पेलिने भनेको हामी नै हो। नेपाली भन्दा नि यहाँ इन्डोनेसियन चाहिँ धेरै छन् के, इन्टर्नसिप गर्ने काम गर्ने एसएसडब्ल्यूकाहरू चाहिँ एकदम धेरै छन् इन्डोनेसियनहरू चाहिँ। हामी चाहिँ आफ्नो गन्तव्य सुरु गर्न गइरहेको छौँ हैन, लागिसक्यौँ। यहाँ एकदम राम्रो फुलिरहेको छ। तल चाहिँ अब के भन्ने यसलाई, अब खोला भन्ने कि ढल भन्ने कि, ढल पनि खोला जस्तो हुन्छ यहाँ त। अब यिनीहरूको अब चर्ती खोला, यिनीहरूले भने अब के भने नि यिनीहरू बुझ्दैन। अब म मात्र यो के भन्छ हाँसको बिचमा कौवा हो कि के भन्छ नि, त्यस्तै भयो म त। 4 जना इन्डोनेसियन, अब म एक्लै नेपाली। कोही अब यो क्यान चाहिँ बोक्दै हिँडिरहेको छु म यहाँ ब्यागमा हाल्दै। अब के गर्ने, फाल्न मिल्दैन। नेपालमा अब यहाँ फुत्त फाल्यो नि के हुन्न हैन, के हुनु फाल्दैन। ओहा जाइमास साथीहरू, 50-55 किलोमिटर छ हैन। अब हाइवेबाट जानलाई नि 2000-3000 लाग्दो रहेछ। यिनीहरूले त मलाई डुबाउने भयो त साथीहरू। अब के गर्ने हो भने यहाँ महिनाको कमाएको अब यो घुम्दै खाँदै ठिक्क छ। साथीहरू हामी चाहिँ 3 जना ट्याक्सीमा जाँदैछौँ। यो 2 जना आउँदैछन्। चुना लगाउने भयो उनीहरूले मलाई। bisa pakai GoPay gitu atau PayPal. Pakai debit card. ट्याक्सी पनि यस्तो हुन्छ है, यहाँ कार्ड सबै लिन्छ कि हैन। यो बाटो त तपाईँलाई थाहा छँदैछ। जाँदैछौँ पैसा चुना लगाउन। यो चाहिँ हाइवे हो, यो पैसा झिक्न जाने भन्दैछन्। यो चाहिँ हाइवेमा दौडिने बस हो, यस्तो छ। यो टुरिस्ट बस जस्तो हुन्छ। फेरि नर्मल बस चाहिँ फेरि लथालिङ्गा टाइपको हुन्छ कि। यो चाहिँ त्यो चिहानको हैन के को सामान बनाउने ठाउँ जस्तो छ यो। यहाँ चिहान पनि अथवा शमशान घाट मसान घाट के भन्छ त्यो थाहा होइन मलाई। जस्तै हाम्रो त्यो देउता राख्ने अब के भन्छ त्यसलाई, यस्तोहरू बनाउने हैन। त्यसपछि यो मान्छेहरूको शालिक हुन्छ नि यो, ओहो 441 भनेपछि 441.8 मान भनेको चाहिँ 1 मान भनेको चाहिँ 10,000 हैन। अनि कति हो हिसाब गर्नै आएन। 1 करोड इकुरा देशको गयो Korea Sambiaku Sangmang. त्यो भनेको चाहिँ अब 10 मान भनेको 1 लाख होइन, 100 मान भनेको 1 करोड। 1 करोड हो 1 करोड। अनि 300 मान भनेको चाहिँ 3 करोड पर्दो रहेछ त्यसले। अब 3 करोड चिहानको लागि 3 करोड। मर्ने मान्छेलाई पनि सुख खाएन भनेको त्यही हो। अब नेपालमा भयो जलाए सक्यो, अब यहाँ के गर्छन् थाहा भएन हैन। अब के गर्ने, मर्न पनि मन छैन, यत्रो पैसा लाग्दो रहेछ भनेर भन्छन् होला यो जापानिजहरूले पनि हैन। त्यही भएर होला मर्नैको लागि यिनीहरू पैसा जम्मा गर्छन् होला के, यो 80-90 वर्षसम्म काम गरेर। किनकि यो चिहानलाई नि 3 करोड पर्दो रहेछ त। यो लसन भन्ने यो सानो माट हो। यो बोल्दा हिँड्दै भ्लग लामो हुन्छ जस्तो त्यो साथीहरू के पारा हो यो। यसको पैसा झिक्ने रे भन्दै आउँदैछ यहाँ। अब म चाहिँ डस्टबिन खोजेर डस्टबिनभित्र हाल्नु पऱ्यो। यता घाम चाहिँ मस्त लागेको छ हैन। यहाँ चराचुरुङ्गीहरूको आवाज पनि हेर्नु कस्तो रमाइलो। के गर्ने साथीहरू, एकदम नरमाइलो लाग्छ। किनकि हैन अब मान्छेले आफ्नो वास्तव बनायो। अब यो चराचुरुङ्गी
जनावरको घरको बास चाहिँ अब छैन के अब नरमाइलो लाग्छ नि हामी मात्र बासेर हुन्न होइन अरूलाई पनि बाँच्न दिनु पर्यो मान्छेले आफ्नो मात्र बास बनायो यो चराचुङ्गीहरूलाई अब यहाँ मात्रै हो क्या अब बास भनेको झन् यहाँ अलिकति भयो नि रुख छ टोकियोमा त रुख देख्नलाई अब जङ्गल त छैन होइन रुख देख्नलाई अब तपस्या गर्नुपर्छ कि अब भोक लागिसक्यो होइन बिहानै उठेर भोक पनि लाग्छ घाम एकदम मिठो लागेको छ कि हेर्नु साथी एकदम मिठो घाम लागेको छ हाइवेमा कुद्ने बस चाहिँ यस्तो हुँदो रहेछ भित्र चाहिँ स्पेसलै हुन्छ है अब यहाँ पिप गर्नुपर्छ होइन कति रुपियाँ छ म त अब 4100 रुपियाँ रहेछ चढ्यौँ हामी यस्तो छ बस चाहिँ यस स्पेसल टाइपको कम्फर्टेबल प्लेनमा बसे जस्तो हुन्छ फिल टक्क माथि एयर होस्टेस यिनै जा आनासिते ei gode Hello everyone, I'm Rio Rizky Dulianto from Indonesia. okay welcome to my blog Nice to meet you guys. Indonesia de Selamat. Halo teman-teman, kembali lagi di channel Suresta Sam. सब्सक्राइब गर्नु रे यहाँ चार्ज गर्ने पनि छ हैन यो अब USB A हो मेरो त टाइप C हो नि त C to C हो के त्यही भएर अलि अप्ठ्यारो रहेछ अब केबल ल्याएन मैले